Hello everyone, welcome to my first vlog. Today is very special day, our last day of class 12. चाहिँ आज स्कुल ड्रेस लगाएर टक्क निस्किसकेको छु घरदेखि। आज चाहिँ हाम्रो फेयरवेल कार्यक्रम छ र घरदेखि पनि निस्किसकेँ। अब टक्क जानु पर्यो, गएर साथीहरूलाई पनि भेट्नु पर्यो, उतातिर सँगै जानु पर्यो। घरदेखि निस्किसकेपछि त अब स्कुल पुग्नु पर्यो। केही छैन, स्कुल पुग्नु। मौसम क्या दामी छ नि आज। अब एकछिनमा हामी स्कुल पनि पुग्छौँ। साथीहरू सब लगाएर भेटिन्छ एकैछिनमा। वेट गर्नु, म स्कुल पनि देखाउँछु सबलाई। हामी दुईवटा साथीहरू हिँडेर यस्तो मजा आइरहेको, यस्तो मजा, कस्तो रमाइलो भएको हुन्छ। हाम्रो स्कुल चाहिँ यो स्कुलको गेटमा पुगिसक्यो। एउटामा आइरहेको रहेछ हाम्रो स्कुल। सर उता हुनु रहेछन्। स्कुलभित्र पनि आइसकेँ। अब स्कुलभित्र छिर्छु सिधा। उता टेन्टमा कस्तो गरिरहेको रहेछन्, टक्क लाएर जानु पर्यो होला। तयारी गरिरहेको रहेछन्, दामी गरिरहेको रहेछन् कि। ओ त्यतादेखि त्यता रहेछ, यता हो त्यतादेखि आउँ म। त्यसपछि वा क्या दामी गराएर रहेछन् नि। त्यसपछि यता 11 का चाहिँ खुचाएर यहाँ बसेर रहेछन्। यता कस्तो क्या दामी गराएर रहेछन् नि। के खतरा गराएर रहेछन् नि केटाहरूले। ऊ माइक समाएर अझ भल केटा बेलुका गएर सब्सक्राइब दामी बनाइरहेको रहेछन् नि। हामीभित्र पनि हाइटमा गर्मी भएको थियो। ए यता बस्थेँ, उता माथि खुद्रा दामी यहाँको सञ्चालकको को छ मोबाइल चाहिँ निकाल। यहाँ चाहिँ हाम्रो रोड क्लासमेट। हामी चाहिँ यहाँनिर बस्थ्यौँ। यही यहाँनिर प्रकाश छेत्री पनि लेखेर रहेछ। केटाहरूले यो केटाहरू अन्त हामी फाइनल्ली गाइज हाम्रो ग्याङ पनि सब हात हल्लाउन केटा आयो। आज स्कुलमा हामी सब केटाहरू आज एकै झगडा पऱ्यो भने भन्नु केटा यसले सबले हान्छ। सुकुरी खाइसक्यो मान्छे हो यस्तो भइरहेको यहाँ। झल्कु चाहिँ मेरो फेभरेट बस्छु भने यता झल्कु अनि यता खड्का कुलमानजी, हाम्रा कुलमान घिसिङ पनि यता छन्। गुन्डावाला हुन् कि सब। त्यहाँ हाम्रो चाहिँ घपघपाला हान्दिउमा घपघप सबै केटाहरूमा सबै मुठे दोस्तहरू। गणेश हो यो गणेश, यो चाहिँ मुठे दोस्त। यार मलाई निन्द्रा लागिसक्यो यार। वेलकम कार्यक्रम वेलकम मान्छे फेयरवेल कार्यक्रममा आएको यार। यस्तो झ्याउ लागिरहेछ, भोक लागिरहेछ। यस्तो भोक लागि अहिले गएर यस्तै खान्छु कि खानेकुरा। फाइनल्ली गाइज हाम्रो नाटक साटक पनि भइसकेको छ। यता जोन्डी कम्प्युटरको पार्टी यता भोक पनि लाग्यो। भोक लाग्यो चाहिँ नास्ता पनि खानु पऱ्यो। नास्ता खानलाई भित्र जानु लाग्यो। नास्ता के छ भन्नु पऱ्यो यहाँभित्र गएर। अब नास्ता खान जानु पर्यो। नास्ता
हेलो केटा के छ सन्चै छौ नास्ता खानु पर्यो र नास्ता खानु कहाँ बस्ने हो बस्छ नि त यतै बस्छ नि त नास्ता खानु पर्यो यो चाहिँ स्पेसल हो कि मेरो लागि चाहिँ स्पेसल यही हो मायाको चिनो मेरो साथी उयो झलकलाई पनि एकदम माया छ अमरलाई पनि माया छ सब केटा हाम्रो कम्प्युटर ग्याङ ऊ त्यहाँ त मार्कर ऊ त्यहाँ छ ऊ यिनीहरू चाहिँ हामीलाई खाना दिन आयो भने अलि धेरै हालिदियो है धेरै खाइसकिन्न थोरै हालिदियो थोरै यो चाहिँ हामीले नाइ म त खान्न धेरै कि के गर्ने गाई चाहिँ हामी त खानै पर्यो अब भोक लागिसक्यो खोइ त्यहाँ मेरो लागि खोइ यहाँ खोइ छिटो अलि छिटो म यहाँ त्यो पनि खान्छु त म मेरो लागि भोक लागेपछि त खानु पर्यो डान्स आन्नला चाहिँ भ्यायो हेलो गाइस सबैले प्रकाश दाइले सपोर्ट गरिदिनु होला कता छ तर मनले मेरो कहिलेकाहीँ पुकार्यो खोजिरहेको के भयो यो हाम्रो विदाय कार्यक्रम पनि भइसक्यो गाइस अब हामीले रमाइलो पनि गऱ्यौँ त्यसपछि अब घर जानु पर्ला जस्तो लागिरहेको एउटा चाहिँ यो मायाको चिनो हो यार गर्न थाकिसक्यो यार हामी अब डान्स गर्दा आजको दिन यस्तै गयो कि आज यार फेयरवेल कार्यक्रम पनि यस्तो जानु भयो एउटा हामी गेटदेखि पनि बाहिर निस्किसक्यौँ जानु पऱ्यो यो विद्यालय हाम्रो स्कुल गइसक्यो अब लास्ट दिन विदाय पनि गरिसक्यो बाई बाई भनिदिनु पर्छ त्योदेखि क्लास 12 यहाँ पनि खत्तम भएर केटाहरू हामी जान लागिसक्यो घरतिर गाइस केटाहरू हाम्रो साथीहरू मेरो साथीहरूले सधैँ धेरै माया छ क्या यार अब केटाहरूले प्रगति गऱ्यो भने पछि साथी भनेर हेर्छन् नि ल भविष्यमा सबैजनाले सबै केटाहरूले के अलिक ठुलै काम गर्नु है केटा के गर्ने भन त के हुने हो सपना के छ ड्रिम भन न पहिला कोरिया जाने यता प्रहरी हुने कोही अमेरिका जाने सब प्लान छ कोही त सुब्बा हुने खरिदार हुने हामी भने ल मैले यो भिडियोमा भन्छु ल म नेपाल प्रहरी बन्छु है ल मेरो साथीले पछि के अरे होला मेरो साथी नेपाल प्रहरी हुने म चाहिँ के हुने थाहा छैन भन नि त म चाहिँ एउटा न एउटा झाट म पनि के हुन्छ होला त्यस्तै अब म पढेमा त्यस्तै तै पनि भन्दैछु मुठे दर्शहरू त्यस्तो त के होइन अब पढेर दम छैन भन्ने म सिधा कोरिया जाने हो खाले कि त सिधै कोरिया हो कि सिधै कोरिया जाने हो सिधै माको समय 12 पास मात्रै हो न माको सिधा कोरिया हो मा भने छियो मा
यस्तो लागि जम्मा लागि मेरो साथी मेरो साथीमा आज आजदेखि साथी जाडो हेर न भाइ हाम्रो 52 भएपछि यस्तै हुन्छ हातमा मिलाएर 52 हाम्रो ग्याङ के ल त जाउँ त केटा जम्मा अब साथी बाटोमा छुट्यो गएछ छुटिसक्यो यार केटा आज ल ल केटा भेटिहाल्छौँ आज आजदेखि साथी बाटोमा छुटिसक्यो के नि अन्त केटाहरू अब त्यहाँदेखि गइहालेँ